सो हेलो गाइस, वेलकम छ तपाईहरुलाई फेरि पनि मेरो युट्युब च्यानलमा। अहिले चाहिँ म नयाँ हेयर स्टाइल लिएर आएको छु हैन। कस्तो देख्दैछ? ठिकै देख्दैछ हैन मलाई? अन्त आजदेखिको फेरि भ्लग स्टार्ट हुन्छ। मैले भिडियो बनाउनु पाएको छैन हौ। मेरो यताउति कुदाकुद भएकोले गर्दाखेरि हैन, हस्पिटलमा छ नि त मेरो वाइफाइले। अन्त त्यही हस्पिटलमा वाइफ भएको कारणले गर्दाखेरि अहिले न त भिडियो बनाउन पाउँदैछु, न त आफूलाई टाइम दिनु पाउँदैछु। खालि यताउति कुदाकुदी भइरहेछ हो। बिरपडा दलमोर भइरहेछ क्या। दलमोर यस्तो भइरहेछ क्या। अन्त आज डिस्चार्ज दिने भन्दै थियो हो। अन्त आज खुसीको दिन हो। डिस्चार्ज दियो भने राम्रो हो हैन। अन्त डिस्चार्ज दियो भने चाहिँ हुन्छ फेरि डिस्चार्ज दियो भने त्यहाँदेखिको त फेरि मजा फेरि नानी खेलाउनु पाउँछ गर्छ मेरो छोरी फेरि हो। रोइहाल्छ मैले बोक्ने बित्तिकै। म खोइ बोक्नु जान्दिनँ क्या, बोक्नु सिक्नु परेको छ क्या नानीलाई। अन्त के भन्छ अरे, लुगा नि किनिदिनु जानुपर्ने, नानीको लागि दसैँको लुगा किनिदिनु जानुपर्ने होइन। बुढीलाई दसैँको लुगा किनिदिनु पर्ने। दसैँ आइसक्यो, अब भोलि फुलपाती यात्रा होला। अन्त खोइ त केही पनि गरेको पनि छुइनँ। खालि हस्पिटल यताउति ओरादोर भइरहेछु। तर केही छैन, किन्छु। आज डिस्चार्ज दियो भने आज हस्पिटलबाट लिएर आएर फेरि बिरपडा जान्छु। बिरपडा गएर हल्का सपिङ गर्छु, नानीको लुगासुगा किन्छु। नानीको लुगासुगा किनेर आएर होइन भिडियो बनाउँछु म, हेर्नु होला। अनि के भन्छ अरे, साथमा एउटा कुरा आउँदै थियो त। अब भोलि त फुलपाती हो नि त। पहिले त अब होइन, अब 2000 अब यस्तै भनिदिउँ न, 9, 10, 2009, 2010 होइन। त्यतिखेर त अब भाइफै कुछ अलग हुन्थ्यो क्या। मजा क्या, अब यस्तो मजा आउँथ्यो कि त्यतिखेर। सरस्वती पूजा भयो अरे, सरी दुर्गा पूजा आयो अरे। दुर्गा पूजा आयो भन्ने बित्तिकै अब दुर्गा पूजा आएकै हुन्थेन र पनि अब गाउँमा चालामाला चाहिँ क्या अब खतरा होइदिने क्या। साला टिकट बन्दुक क्या, अब बन्दुक त्यो टिकटवाला बन्दुक ठाइ पड्काउने हान्ने बन्दुक क्या। त्यो लिएर चाहिँ अब खतरा मजा गर्थ्यो क्या। पहिले त्यो क्यार गर्ने बन्दुक हुँदैन, त्यो बन्दुकहरू किन्थ्यौँ। खोइ अहिले त छैन हौ, केही छैन। सुनसानै छ गाउँ पनि हो। केटाकेटीहरू पनि सबैजना बिजी क्या। अब मोबाइलमा यत्रो चच्च बच्चादेखिको लिएर सबैजना बिजी क्या। छैन त्यस्तो मजै छैन। यतिखेर त हामी होइन कहाँ पुग्थ्यो, कता के गर्थ्यो। अहिले त खोइ केही पनि छैन क्या। सुनसानै यस्तो लाग्दैछ कि। तर घाम चाहिँ त्यही छ, दसैँको घाम चाहिँ त्यही नै छ। दसैँको घाम त त्यही लाग्छ नि फेरि होइन। चट्टै चर्को क्या एकदम। साला अस्ति भर्खर केरलाबाट गोरे भएर आएको होइन, एकदम ह्यान्डसम भएर आइदिएको है। केरलाबाट आउँदाखेरि चाहिँ कपाल पनि यस्तो पारेर होइन आउँदाखेरि चाहिँ कपाल पनि यहाँ पारेर ह्यान्डसम भएर आइदिएको। आउँदाखेरि चाहिँ बेसी घामले गर्दाखेरि कपालको हेयर स्टाइल पनि चेन्ज गर्नु पऱ्यो। सकिनँ हौ, दसैँको घामलाई चाहिँ सकिनँ। जित्नु सक्दैन रहेछ उसलाई क्या। अन्त त्यो भाइबहरू छैन पहिलेको जस्तो। अहिलेको जमानाको अहिलेको नानीहरू खालि फोन होइन। तर म पनि फोनै हो। मेरो नानी अब हेरौँ, मेरो नानी पनि फोनै चलाउँछ होला होइन। तर म त्यति साह्रो दिदिनँ फोन। मतलब अब के हुन्छ अगाडि गएर हेरौँ। म दिनु त दिदिनँ, जति सक्दो म कन्ट्रोलै गर्छु, कन्ट्रोल गरेर राख्छु। अन्त त्यही हो, चालामाला चाहिँ त्यस्तै चल्दैछ। दसैँको घाम त फेरि चर्को छ नि। अब यहाँ दसैँको घाम हेर्नुहोस् होला तपाईँ, यस्तो चाहिँ लाग्यो दसैँको घाम। यसलाई चाहिँ हामी नेपालीले चाहिँ भन्छ दसैँको घाम। यो चाहिँ हो है, लु है हेर्नु है, दसैँको घाम। के भएको, अलिक ब्राइटनेस कम्ती गर्न हौ, हामीलाई पनि थाहा छ त दसैँ आयो भनेर। ए भगवान्, यस्तो चाहिँ छ है चालामाला चाहिँ फेरि एकदम डेन्जर। कपाल पनि काट्ने पारिदिइहाल्यो दसैँले गर्दाखेरि होइन। यस्तो छ। छैन शेष भए छैन। हेर्नु नि, दसैँ भन्छ केही छैन। दसैँ आयो भन्छ, न त मान्छे छ न त कोही छ। कोही छैन। पहिलेको जस्तो मजा छैन। यतिखेर त यहाँनिर ड्याम्मै केटाकेटीहरू हुन्थ्यो होइन। चन्दा उठाइरहेको हुन्थ्यो
होइन हामीरै हुन्थ्यो चन्दाहरू उठाइरहेको हुन्थ्यो पूजाको कसले के गरिरहेको हुन्थ्यो कोही बन्दुक पड्काउने खेलिरहेको हुन्थ्यो कोही दसैँको लुगा किन्नु कोही कता कोही के बिजी क्या यस्तो हुन्थ्यो क्या पहिले चाहिँ तर खोइ त अहिले त खोइ छ केही छैन कुछ भी नहीं है घाम चाहिँ तर फेरि दोहोरो छ नि घाम त फेरि अब आज त फेरि सन्डे हो आज त फेरि सुँगुरको मासुमा पल्किने लिम्बू नि तिरै ढल्किने सुँगुरको मासुमा पल्केछ आज आइतबार सुँगुरको मासु हुन्छ फेरि आज दोहोरो खुवाइ हुन्छ सुँगुरको मासु खाने हो अब अझै आउँदैछ फुलपाती अब त झन् भैँसीको मासु आमा दाँत चाहिँ एकदम धार लगाएर राख्नुपर्ने रहेछ झ्यार यसो झ्यार गरेर क्या दाँतलाई चाहिँ तिको पारेर राखिरहनुपर्छ है आयो है दसैँ अब चाहिँ सबैजना आफ्नो आफ्नो ससुराली जाँदाखेरि चाहिँ क्या भैँसीको मासु ज्वाइलो भैँसीको मासु खानु नि भन्दा अम्म अस्तिको पालि त दसैँमा भैँसीको मासु खाएर गिजाइ दुखेको थियो क्या यता 2 दिन त मैले मासुै खाइनँ त्यतिखेर त यस्तो भएको थियो क्या मतलब साह्रो माया गर्नुहुन्छ क्या मलाई चाहिँ उता गयो भने वाइफको घर गयो भने चाहिँ साह्रो माया गर्नुहुन्छ त्यही हो अहिले यस्तो चलिरहेको छ केही छैन चालामाला अन्त अब यहाँ फेरि चट्टै हो मेरो बेटीको होइन मेरो छोरीको मेरो गर्ल्स मेरो क्युट नानीको क्युट बेड पडिरहेछ हल्का सुक्दैछ ल आज चाहिँ यति नै है सानो मात्रै दिन्छु क्या अपलोड बेसी लामो भिडियो बनायो भने हेर्दैन कसैले पनि हो अन्त मजा पनि आउँदैन क्या त्यही लागि सानो भिडियो बनाउँदै 5 मिनट 10 मिनटको भिडियो बनाउँदै हाल्दैछु क्या ल बाई।